साथीहरु नमस्कार, तपाईहरुलाई यस YouTube च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामीले कोशी प्रदेश विशेष विभिन्न जानकारीहरुको बारेमा छलफल गर्नेछौं। यो नोट आसमण उपाध्याय, गिब्सन राई र तिलाचन सापकोटा सरले तयार पार्नु भएको हो। त्यसैले यो नोटको सम्पूर्ण क्रेडिट चाहिँ उहाँहरुलाई दिन चाहन्छु। साथीहरु, यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला, किनभने तपाईहरुको लागि यस्तै विभिन्न महत्त्वपूर्ण भिडियोहरु मैले ल्याइराख्छु छु। आजको भिडियोलाई चाहिँ सुरु गरौं। कोशी प्रदेशको विभिन्न जानकारीहरुको बारेमा हेरौं। यहाँ हेर्न सक्नुहुन्छ कोशी प्रदेशको क्षेत्रफल कति रहेको छ भन्दा 25,905 वर्ग किलोमिटर रहेको छ है। कोशी प्रदेशको क्षेत्रफल चाहिँ 25,905 वर्ग किलोमिटर रहेको छ। यो चाहिँ नेपालको कुल क्षेत्रफलको 17.60% रहेको छ। नेपालको कुल क्षेत्रफलको 17.60% भूभाग चाहिँ कोशी प्रदेशले ओगटेको छ। त्यसैगरी क्षेत्रफलको आधारमा कोशी प्रदेश नेपालको दोस्रो ठूलो प्रदेश हो भनेको छ। क्षेत्रफलको आधारमा चाहिँ कोशी प्रदेश नेपालको दोस्रो ठूलो प्रदेश रहेको छ। त्यसैगरी राष्ट्रिय जनगणना 2078 अनुसार कोशी प्रदेशको जनसंख्या चाहिँ 49,61,412 जना रहेको छ भने पुरुषको जनसंख्या चाहिँ 24,17,328 जना रहेको छ भने महिलाको जनसंख्या चाहिँ 25,44,084 जना रहेको छ। त्यसैगरी जनसंख्याको आधारमा कोशी प्रदेश चौथो ठूलो प्रदेश हो भनेको छ। जनसंख्याको आधारमा चाहिँ कोशी प्रदेश चौथो ठूलो प्रदेश रहेको छ। त्यसैगरी कोशी प्रदेशको जनघनत्व कति रहेको छ भन्दा 192 प्रति वर्ग किलोमिटर भनेको छ। यो भनेको चाहिँ 1 स्क्वायर किलोमिटर क्षेत्रफलमा 1 वर्ग किलोमिटर क्षेत्रफलमा चाहिँ 192 जना मानिसहरू बसोबास गर्छन् भन्ने रहेको छ। भनेपछि जनघनत्व कति रहेको छ भन्दा 192 प्रति वर्ग किलोमिटर रहेको छ। त्यसैगरी कोशी प्रदेशको जनसंख्या वृद्धि दर चाहिँ 0.86% रहेको छ है। कोशी प्रदेशको जनसंख्या वृद्धि दर चाहिँ 0.86% रहेको छ। तपाईहरुलाई यस्ता विभिन्न इन्फर्मेसनहरुबाट चाहिँ धेरै पटक चाहिँ क्वेशनहरु सोधिसकेको छ र यस्तै खाले क्वेशनहरु चाहिँ तपाईहरुलाई सोध्ने गर्दछ। त्यसैगरी कोशी प्रदेश चाहिँ कति अक्षांशमा रहेको छ भन्दा 26 डिग्री 3 मिनेटदेखि 28 डिग्री 2 मिनेटको उत्तरी अक्षांशमा रहेको छ भने देशान्तर कति रहेको छ भन्दा 86 डिग्री 1 मिनेटदेखि 88 डिग्री 3 मिनेट देशान्तरमा चाहिँ कोशी प्रदेश रहेको छ। त्यसैगरी कोशी प्रदेशको स्थायी राजधानी चाहिँ विराटनगर रहेको छ। यो चाहिँ मोरङ जिल्लाको है। कोशी प्रदेशको स्थायी राजधानी कहाँ रहेको छ? मोरङको विराटनगर भन्ने शहरमा चाहिँ कोशी प्रदेशको स्थायी राजधानी रहेको छ। अब सिमानाको कुरा गर्दाखेरि चाहिँ पूर्वमा भारतको पश्चिम बंगाल, पूर्व उत्तरमा भारतको सिक्किम प्रदेश, पूर्व दक्षिणमा भारतको बिहार प्रदेश, पश्चिम दक्षिणमा मध्य प्रदेश र पश्चिम तथा पश्चिम उत्तरमा बागमती प्रदेश र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ भनेर भनेको छ। जस्तै तपाईहरुले चाहिँ कोशी प्रदेशको नक्सा हेर्नुभयो भने चाहिँ यस्तो रहेको छ। जसमा विभिन्न जिल्लाहरू रहेका छन्। हेर्न सक्नुहुन्छ इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु है। यस्तो चाहिँ 14 वटा जिल्ला रहेको छ। सबैभन्दा धेरै जिल्ला हुने प्रदेश पनि कोशी प्रदेश रहेको छ। तपाईहरुले चाहिँ कोशी प्रदेशको यो नक्सा चाहिँ हेर्नु होला। त्यसैगरी पहिलो मुख्यमन्त्री है, कोशी प्रदेशको पहिलो मुख्यमन्त्री चाहिँ शेरधन राई रहेका छन् है। पहिलो मुख्यमन्त्री चाहिँ शेरधन राई रहेका छन्। होचो भूभाग चाहिँ समुद्री सतहबाट 58 मिटरको उचाइमा रहेको केचना कबलन भन्ने ठाउँ चाहिँ रहेको छ है। सबैभन्दा होचो भूभाग चाहिँ समुद्री सतहबाट 58 मिटरको उचाइमा रहेको केचना कबलन भन्ने ठाउँ चाहिँ रहेको छ। त्यसैगरी सबैभन्दा अग्लो स्थान चाहिँ सगरमाथा रहेको छ। 8,848.86 मिटरसम्मको भूभाग रहेको छ। सबैभन्दा अग्लो स्थान सगरमाथा रहेको छ भने सबैभन्दा होचो भूभाग चाहिँ 58 मिटरको उचाइमा रहेको केचना कबलन भन्ने ठाउँ चाहिँ रहेको छ।
त्यसैगरी जिल्लाहरू चाहिँ हामीले अघि नक्सामा हेरिसक्यौं। टोटल चाहिँ 14 वटा जिल्लाहरू रहेका छन्। त्यसैगरी क्षेत्रफलको आधारमा कोशी प्रदेशको सबैभन्दा ठूलो जिल्ला चाहिँ ताप्लेजुङ रहेको छ र क्षेत्रफल 3646 वर्ग किलोमिटर रहेको छ। त्यसैगरी क्षेत्रफलको आधारमा कोशी प्रदेशको सबैभन्दा सानो जिल्ला चाहिँ तेह्रथुम रहेको छ र तेह्रथुम जिल्लाको चाहिँ क्षेत्रफल कति रहेको छ भन्दा 679 वर्ग किलोमिटर रहेको छ। हामीले हेरौं ताप्लेजुङ चाहिँ हेर्नुस्, ताप्लेजुङ चाहिँ यति ठूलो रहेको छ। नक्साबाटै तपाईहरुले देख्न सक्नुहुन्छ सबैभन्दा ठूलो जिल्ला रहेको छ र सबैभन्दा सानो चाहिँ तेह्रथुम रहेको छ। यहाँ तपाईहरुले हेर्नुहोला। त्यसैगरी कोशी प्रदेशको सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला चाहिँ मोरङ रहेको छ है। कोशी प्रदेशको सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला मोरङ रहेको छ भने कोशी प्रदेशको सबैभन्दा थोरै जनसंख्या भएको जिल्ला चाहिँ तेह्रथुम रहेको छ। कोशी प्रदेशको सबैभन्दा ठूलो जिल्ला ताप्लेजुङ रहेको छ। सबैभन्दा सानो जिल्ला तेह्रथुम रहेको छ। सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला चाहिँ मोरङ रहेको छ। त्यसैगरी सबैभन्दा थोरै जनसंख्या भएको जिल्ला चाहिँ तेह्रथुम रहेको छ। यो तपाईहरुले नबिर्सिनु होला, यो क्वेशन चाहिँ तपाईहरुलाई सोधिन सक्छ। त्यसैगरी कोशी प्रदेशमा चाहिँ एउटा महानगरपालिका रहेको छ, 2 वटा उपमहानगरपालिका रहेको छ, 46 वटा नगरपालिका रहेको छ र 88 वटा गाउँपालिका सहित जम्मा 137 वटा चाहिँ स्थानीय तह रहेका छन्। जसमध्ये 2 वटा गाउँपालिका पिछडिएका स्थानीय तहमा पर्ने भनेको छ। जसमध्ये यो 2 वटा गाउँपालिकाहरू चाहिँ पिछडिएको स्थानीय तहमा पर्दछ। जम्मा वडा संख्या चाहिँ कति रहेको छ भन्दा 1157 वटा रहेको छ है। कोशी प्रदेशको जम्मा वडा संख्या चाहिँ 1157 वटा रहेको छ। त्यसैगरी भौगोलिक क्षेत्र चाहिँ तराई, भित्री मधेस, पहाड र हिमाल गरेर चाहिँ विभाजन गरेको छ। जसमा तराईमा पर्ने जिल्लाहरू चाहिँ झापा, मोरङ र सुनसरी। त्यसैगरी भित्री मधेसमा पर्ने जिल्ला चाहिँ उदयपुर रहेको छ। त्यसैगरी पहाडी जिल्लाहरू चाहिँ इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ र ओखलढुङ्गा रहेका छन् र हिमाली जिल्ला चाहिँ ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु गरेर 3 वटा रहेका छन्। यी सबै गरेर टोटल 14 वटा जिल्लाहरू चाहिँ रहेका छन्। त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र चाहिँ 28 वटा रहेको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र चाहिँ 28 वटा रहेको छ। प्रदेश सभा निर्वाचन क्षेत्र चाहिँ 56 वटा रहेको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र चाहिँ 28 वटा रहेको छ। त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र चाहिँ 56 वटा रहेको छ। कोशी प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला चाहिँ मोरङ रहेको छ, जसमा चाहिँ 6 वटा निर्वाचन क्षेत्र रहेको छ। कोशी प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला चाहिँ मोरङ रहेको छ, जसमा चाहिँ 6 वटा निर्वाचन क्षेत्रहरू रहेका छन्। त्यसैगरी कोशी प्रदेशको सबैभन्दा कम एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला चाहिँ 9 वटा रहेका छन् है। कोशी प्रदेशको सबैभन्दा कम द्याट इज एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला चाहिँ 9 वटा रहेका छन्। कोशी प्रदेशमा प्रदेश सांसदको संख्या चाहिँ 93 जना रहेको छ है। कोशी प्रदेशमा प्रदेश सांसदहरूको संख्या चाहिँ 93 जना रहेको छ, जसमध्ये प्रत्यक्षतर्फ 56 जना र समानुपातिकतर्फ 37 जना रहेका छन्। विश्वको 14 अग्ला शिखरहरूमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.86 मिटर, विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा 8586 मिटर, लोत्से 8516 मिटर, मकालु 8463 मिटर र चोयु 8201 मिटरको रहेका हिमालहरू चाहिँ कोशी प्रदेशमै पर्दछ है। त्यसैगरी कोशी प्रदेशमा रहेका प्रमुख धार्मिक स्थलहरू चाहिँ पाथिबरा देवीको मन्दिर, हलेसी महादेवको मन्दिर, बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर र बराह क्षेत्र रहेका छन्। त्यसैगरी नेपालको सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला मोरङ रहेको छ है। नेपालको सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला मोरङ रहेको छ। मोरङ पनि हाम्रो कोशी प्रदेशमा पर्दछ।
त्यसैगरी कोशी प्रदेशका संरक्षित क्षेत्रहरू चाहिँ सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र र कोशी टप्पु संरक्षण क्षेत्रहरू रहेका छन्। सबैभन्दा धेरै कृषियोग्य भूमि रहेको प्रदेश पनि कोशी प्रदेश हो है। सबैभन्दा धेरै कृषियोग्य भूमि रहेको प्रदेश चाहिँ कोशी प्रदेश रहेको छ। प्रमुख पर्यटकीय स्थलहरू चाहिँ ताप्लेजुङको ओलाङचुङ्गोला, श्रीअन्तु डाँडा, भेडेटार, पाँच पोखरीहरू रहेका छन्। त्यसैगरी धेरै स्थानीय तह भएको प्रदेश पनि कोशी प्रदेश रहेको छ है। सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश चाहिँ कुन हो भन्दा कोशी प्रदेश रहेको छ। तपाईहरुलाई सोधिन सक्छ सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश कोशी प्रदेशमा जम्मा कतिवटा स्थानीय तहहरू रहेका छन् भनेर पनि सोधिन सक्छ। यसको सही उत्तर चाहिँ 137 वटा स्थानीय तह रहेको छ। र कहिलेकाहीँ चाहिँ सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश कुन हो भनेर पनि यतिकै सोधिन सक्छ। त्यसैगरी सबैभन्दा धेरै गाउँपालिका भएको प्रदेश पनि कोशी प्रदेश रहेको छ। 88 वटा गाउँपालिकाहरू रहेको छ। चोयु हिमाल आरोहण गर्ने प्रथम नेपाली आङ फुरी शेर्पा हुन् भने विदेशी मिस्टर म्यासी बर्वेको पोल्यान्डका रहेका छन्। कञ्चनजङ्घा हिमाल आरोहण गर्ने प्रथम नेपाली आङपूर्ण शेर्पा हुन् भने विदेशी चाहिँ जर्ज भ्यान्ड रहेका छन् बेलायतका। त्यसैगरी कोशी प्रदेशको एकमात्र महानगरपालिका रहेको छ विराटनगर महानगरपालिका है। कोशी प्रदेशको एकमात्र महानगरपालिका कुन हो भनेर सोध्न सक्छ। विराटनगर महानगरपालिका रहेको छ जुन चाहिँ मोरङ जिल्लामा पर्दछ है। मोरङ जिल्लाको विराटनगर महानगरपालिका चाहिँ कोशी प्रदेशको एकमात्र महानगरपालिका रहेको छ। त्यसैगरी 2 वटा उपमहानगरपालिका भएको जिल्ला चाहिँ सुनसरी रहेको छ है। 2 वटा उपमहानगरपालिका भएको जिल्ला चाहिँ सुनसरी रहेको छ जसमा चाहिँ धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका गरी 2 वटा महानगरपालिकाहरू रहेका छन्। त्यसैगरी कोशी प्रदेशको एउटा मात्र नगरपालिका भएको जिल्लाहरू चाहिँ 4 वटा रहेका छन्। कोशी प्रदेशको एउटा मात्र नगरपालिका भएको जिल्लाहरू चाहिँ 4 वटा रहेका छन् जसमध्ये ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र सोलुखुम्बु रहेका छन्। त्यसैगरी नेपालको सबैभन्दा पुरानो नाका चाहिँ ओलाङचुङ्गोला रहेको छ। नेपालको सबैभन्दा पुरानो नाका चाहिँ ओलाङचुङ्गोला रहेको छ जुन चाहिँ ताप्लेजुङ जिल्लामा पर्दछ भने यो पनि कोशी प्रदेशकै विशेषता अन्तर्गत पर्दछ। नेपालको सबैभन्दा पुरानो नाका कुन हो भन्दा ओलाङचुङ्गोला रहेको छ जुन चाहिँ ताप्लेजुङ जिल्लामा पर्दछ। त्यसैगरी नेपालको सबैभन्दा बढी हिमताल भएको जिल्ला चाहिँ ताप्लेजुङ रहेको छ। नेपालको सबैभन्दा बढी हिमताल भएको जिल्ला ताप्लेजुङ रहेको छ। राष्ट्रिय परिचय पत्र वितरण गर्न चाहिँ सुरु भएको जिल्ला पाँचथर रहेको छ। राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु भएको जिल्ला चाहिँ पाँचथर रहेको छ। पहाडको रानी तथा नगदे बालीको खानी भनेर चिनिने जिल्ला चुलाचुली काण्ड घटेको जिल्ला पनि इलाम रहेको छ। यो चाहिँ नगदे बालीको खानी भनेर चिनिने जिल्ला पनि इलाम रहेको छ भने चुलाचुली काण्ड चाहिँ घटेको जिल्ला पनि इलाम रहेको छ। त्यसैगरी पहाडी क्षेत्रको सबैभन्दा होचो सदरमुकाम चाहिँ सङ्खुवासभाको खादबारी रहेको छ। पहाडी क्षेत्रको सबैभन्दा होचो सदरमुकाम चाहिँ सङ्खुवासभाको खादबारी रहेको छ। नेपालको फोकल्यान्ड भनेर चाहिँ मोरङको सुन्दर हरैचालाई चिनिन्छ। नेपालको फोकल्यान्ड भनेर मोरङको सुन्दर हरैचालाई चिनिन्छ। त्यसैगरी पर्यटकहरूको साङ्ग्रिला भनेर चिनिने जिल्ला चाहिँ सोलुखुम्बु रहेको छ। पर्यटकहरूको साङ्ग्रिला भनेर चिनिने जिल्ला चाहिँ कुन हो भन्दा सोलुखुम्बु रहेको छ है। त्यसैगरी रुद्राक्षको व्यावसायिक खेती सुरुवात भएको जिल्ला चाहिँ भोजपुर रहेको छ। रुद्राक्षको व्यावसायिक खेती सुरुवात भएको जिल्ला चाहिँ भोजपुर रहेको छ। खुल्ला दिशामुक्त हुने अन्तिम जिल्ला चाहिँ भोजपुर रहेको छ है। खुल्ला दिशामुक्त क्षेत्र हुने अन्तिम जिल्ला पनि भोजपुर रहेको छ। त्यसैगरी महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग चाहिँ इटहरीको सुनसरीमा रहेको छ। महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग चाहिँ सुनसरीको इटहरीमा रहेको छ जुन चाहिँ 71 मिटर एल्टिच्युडमा रहेको छ। त्यसैगरी कोशी प्रदेशको भित्री मधेसमा पर्ने एकमात्र जिल्ला चाहिँ उदयपुर रहेको छ। कोशी प्रदेशको भित्री मधेसमा पर्ने एकमात्र जिल्ला चाहिँ उदयपुर
रहेको छ। कोशी प्रदेशको सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला चाहिँ उदयपुर रहेको छ है। कोशी प्रदेशको सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला चाहिँ उदयपुर रहेको छ। 9 वटा जिल्लाहरूसँग चाहिँ यसको सिमाना जोडिएको छ। कोशी प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या भएको जाति चाहिँ लोपा रहेको छ। कोशी प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या भएको जाति चाहिँ लोपा रहेको छ, 10 जना रहेको छ है। त्यसैगरी कोशी प्रदेशमा सबैभन्दा कम बोल्ने जनसङ्ख्या भएको भाषा चाहिँ धुलेल रहेको छ, जम्मा 10 जनाले बोल्छन्। भनेपछि कोशी प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या भएको जाति लोपा रहेको छ भने कम बोल्ने भाषा चाहिँ धुलेल रहेको छ, 10 जनाले मात्रै बोल्छन्। अब हेरौँ कोशी प्रदेशमा रहेका 14 वटा जिल्लाहरू भनेर दिएको छ। उदयपुर, ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, झापा, मोरङ र सुनसरी गरी 14 वटा जिल्लाहरू रहेका छन्। जसमध्ये हिमाली जिल्लाहरू चाहिँ 3 वटा रहेको छ, पहाडी जिल्लाहरू चाहिँ 7 वटा रहेको छ, भित्री मधेसको जिल्लाहरू चाहिँ उदयपुर एउटा रहेको छ र तराईका जिल्लाहरू चाहिँ 3 वटा रहेको छ। यसरी 14 वटा जिल्लाहरू चाहिँ रहेका छन्। तपाईहरुले चाहिँ यो नक्सा हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। यो चाहिँ कोशी प्रदेशको नक्सा रहेको छ है। कोशी प्रदेशको भौगोलिक क्षेत्रगत क्षेत्रफल चाहिँ प्रतिशतमा कति छ भन्दा हिमाल चाहिँ 40.29%, पहाड चाहिँ 33.53%, भित्री मधेस 7.96%, तराई चाहिँ 18.21% र जम्मा क्षेत्रफल चाहिँ 100% रहेको छ। यसरी चाहिँ क्षेत्रगत हिसाबमा चाहिँ विभिन्न क्षेत्रहरूको क्षेत्रफल चाहिँ हामीले हेर्यौं। त्यसैगरी सबैभन्दा ठूलो र सानो के रहेका छन् हेरौँ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला ताप्लेजुङ रहेको छ। जनसङ्ख्याको आधारमा ठूलो जिल्ला चाहिँ मोरङ रहेको छ। क्षेत्रफलको आधारमा सानो जिल्ला तेह्रथुम रहेको छ। जनसङ्ख्याको आधारमा सानो जिल्ला पनि तेह्रथुम रहेको छ। यो जानकारी हामीले अघि पनि हेरिसक्यौं। कोशी प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको महानगरपालिका चाहिँ विराटनगर महानगरपालिका रहेको छ। कोशी प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको महानगरपालिका चाहिँ विराटनगर महानगरपालिका रहेको छ। त्यसैगरी सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका चाहिँ लिखु पिके गाउँपालिका रहेको छ। यो गाउँपालिका चाहिँ सोलुखुम्बु जिल्लामा अवस्थित छ है। सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका लिखु पिके गाउँपालिका रहेको छ। यो गाउँपालिका चाहिँ सोलुखुम्बु जिल्लामा अवस्थित रहेको छ र कतिजना बस्छन् भन्दा 5334 जना मात्रै यो गाउँपालिकामा चाहिँ बसोबास गर्दछन्। त्यसैगरी कोशी प्रदेशको क्षेत्रफलको आधारमा ठूलो गाउँपालिका चाहिँ ताप्लेजुङ जिल्लामा अवस्थित फताङलुङ गाउँपालिका रहेको छ है। कोशी प्रदेशको क्षेत्रफलको आधारमा ठूलो गाउँपालिका चाहिँ ताप्लेजुङ जिल्लामा रहेको फताङलुङ गाउँपालिका रहेको छ, जसको क्षेत्रफल चाहिँ 1858.51 वर्ग किलोमिटर रहेको छ। त्यसैगरी कोशी प्रदेशको क्षेत्रफलको आधारमा सानो गाउँपालिका चाहिँ तेह्रथुम जिल्लाको मेन्चयाम गाउँपालिका रहेको छ। कोशी प्रदेशको क्षेत्रफलको आधारमा सानो गाउँपालिका चाहिँ तेह्रथुम जिल्लाको मेन्चयाम गाउँपालिका रहेको छ, जसको क्षेत्रफल चाहिँ 70.09 वर्ग किलोमिटर रहेको छ। त्यसैगरी सबैभन्दा धेरै र कममा के विशेषताहरू रहेका छन् हेरौँ हामीले। सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला चाहिँ मोरङ रहेको छ। सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला मोरङ रहेको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला मोरङ रहेको छ। 6 वटा निर्वाचन क्षेत्र रहेको छ। कोशी प्रदेशको सबैभन्दा कम एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला चाहिँ 9 वटा छन्। कोशी प्रदेशको सबैभन्दा धेरै हिमताल भएको जिल्ला ताप्लेजुङ रहेको छ। ताप्लेजुङ नेपालको सबैभन्दा धेरै हिमताल भएको जिल्ला पनि हो भनेको छ। कोशी प्रदेश नेपालको सबैभन्दा धेरै कृषियोग्य भूमि रहेको प्रदेश पनि हो। कोशी प्रदेशको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला उदयपुर रहेको छ। 9 वटा जिल्लासँग चाहिँ सिमाना जोडिएको छ। त्यसैगरी हामीले चाहिँ सबैभन्दा धेरै गरिबीको दर भएको जिल्ला सङ्खुवासभा रहेको छ। सबैभन्दा धेरै गरिबीको दर भएको जिल्ला चाहिँ सङ्खुवासभा रहेको छ। त्यसैगरी सबैभन्दा कम गरिबीको दर भएको जिल्ला चाहिँ झापा रहेको छ है। सबैभन्दा धेरै गरिबीको दर भएको जिल्ला चाहिँ सङ्खुवासभा रहेको छ भने सबैभन्दा कम गरिबीको दर भएको जिल्ला चाहिँ झापा रहेको छ। त्यसैगरी प्रशासनिक तथा राजनीतिक अवस्था हेरौँ। यो
कोशी प्रदेशको स्थापना चाहिँ विक्रम सम्वत 2072 असोज 3 गते नेपालको संविधान लागू भएपछि राज्य विभाजन गरी बनेका 7 प्रदेशहरू मध्येको एक प्रदेश रहेको छ भनेको छ। नामाकरण चाहिँ कहिले भयो भन्दा विक्रम सम्वत 2079 साल फागुन 17 गते यस प्रदेशको नाम प्रदेश नम्बर 1 बाट परिवर्तन गरी कोशी प्रदेश नामाकरण गरिएको हो भनेको छ। अब कोशी प्रदेश भनेर चाहिँ कहिले नामाकरण गरियो भन्दा विक्रम सम्वत 2079 साल फागुनको 17 गते है। यो मिति चाहिँ तपाईहरुले याद गर्नुहोला। त्यसैगरी विराटनगरलाई चाहिँ विक्रम सम्वत 2074 साल फागुनको 5 गते अस्थायी राजधानी घोषणा गरेको थियो, तर पछि विक्रम सम्वत 2076 वैशाख 23 गते विराटनगर मोरङलाई चाहिँ स्थायी राजधानी घोषणा गरियो भनेको छ। विराटनगरलाई चाहिँ स्थायी राजधानी चाहिँ कहिले घोषणा गरियो भन्दा विक्रम सम्वत 2076 साल वैशाखको 23 गते है। विक्रम सम्वत 2076 साल वैशाखको 30 गते चाहिँ विराटनगरलाई स्थायी राजधानी घोषणा गरिएको हो। यस प्रदेशको सांसदको संख्या 93 रहेको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र 28 वटा रहेको छ। त्यसैगरी कोशी प्रदेशको पहिलो मुख्यमन्त्री शेरधन राई रहेका छन्। अब विभिन्न नगरपालिका महानगरपालिकाहरू चाहिँ हामीले उपमहानगरपालिकाको जानकारी चाहिँ हामीले हेरिसक्यौं। त्यसैगरी यस प्रदेशमा रहेका जम्मा स्थानीय तह चाहिँ 137 वटा है। 137 वटा स्थानीय तह रहेको छ। कोशी प्रदेश नेपालकै सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला पनि हो। यी जानकारीहरू चाहिँ हामीले अघि पनि हेरिसक्यौं। अब हेरौं कोशी प्रदेशका 14 जिल्लाका विशेषताहरू भनेर दिएको छ। जस्तै पाँचथर जिल्लाको हेरौं। पाँचथर जिल्लाको प्रमुख विशेषता चाहिँ पौवा भन्ज्याङ हिमाली क्षेत्रको प्रवेशद्वार है। हिमाली क्षेत्रको प्रवेशद्वार पौवा भन्ज्याङ चाहिँ कहाँ पर्छ भन्दा पाँचथर जिल्लामा पर्छ। त्यसैगरी फागुन्द लेङदेनको जन्मभूमि पनि पाँचथर रहेको छ। धार्मिक स्थल तथा पर्यटकीय स्थलहरू पाँचथर जिल्लामा कुन कुन छन् भन्दा लब्रकोटी तीर्थस्थल र साधुटार रहेका छन्। त्यसैगरी ताल झरना कुण्ड पोखरी चाहिँ पाँचथर जिल्लामा भएका सुखे पोखरी, सुरुङसुङ झरना, बराई पोखरी र जोर पोखरी रहेका छन्। त्यसैगरी आर्थिक प्रसिद्धि वा अन्य कुनै प्रसिद्ध स्थल चाहिँ अलैची खेतीका लागि प्रख्यात जिल्ला है। अलैची खेतीको लागि प्रख्यात जिल्ला कुन हो भन्यो भने चाहिँ पाँचथर रहेको छ है। अलैची खेतीका लागि प्रसिद्ध जिल्ला चाहिँ पाँचथर रहेको छ। त्यसैगरी एक गाउँ एक उत्पादनमा अकबरे खुर्सानी उत्पादन है। एक गाउँ एक उत्पादन चाहिँ कोशी प्रदेशको कार्यक्रम रहेको छ, जसमध्ये अकबरे खुर्सानी उत्पादन गर्ने जिल्ला चाहिँ पाँचथर रहेको छ। त्यसैगरी राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको जिल्ला पनि पाँचथर रहेको छ। मध्य पहाडी राजमार्ग सुरुवाती जिल्ला पनि पाँचथर रहेको छ। यो चाहिँ मध्य पहाडी राजमार्ग सुरुवाती जिल्ला पनि पाँचथर रहेको छ। त्यसैगरी ताप्लेजुङ हेरौं। नेपालको क्षेत्रफलको आधारमा तेस्रो ठूलो जिल्ला रहेको छ ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा पाथिभरा देवीको मन्दिर रहेको छ। त्यसैगरी राडीपाखीको लागि प्रख्यात जिल्ला चाहिँ ताप्लेजुङ रहेको छ है। राडीपाखीको लागि प्रख्यात जिल्ला कुन हो भनेर सोध्यो भने ताप्लेजुङ रहेको छ। राडीपाखीको लागि प्रख्यात जिल्ला कुन हो भन्दा ताप्लेजुङ रहेको छ। अब ताप्लेजुङको अन्य विशेषताहरू चाहिँ के रहेको छ भन्दा कञ्चनजङ्घा हिमाल रहेको छ। भारत र चीन दुवै देशलाई छुने गाउँपालिका फताङलुङ गाउँपालिका हो भनेको छ। अब तपाईहरुलाई चाहिँ यहाँबाट प्रश्नहरू के सोध्न सक्छ भन्दा कञ्चनजङ्घा हिमाल कुन जिल्लामा पर्छ भनेर सोध्न सक्छ। ताप्लेजुङ जिल्लामा पर्दछ। त्यसैगरी भारत र चीन दुवै देशलाई छुने गाउँपालिका कुन हो भनेर सोध्न सक्छ। यो चाहिँ फताङलुङ गाउँपालिका रहेको छ, जुन चाहिँ ताप्लेजुङ जिल्लामा पर्दछ। त्यसैगरी सबैभन्दा धेरै हिमताल भएको जिल्ला कुन हो भन्दाखेरि ताप्लेजुङ रहेको छ। सबैभन्दा धेरै हिमताल भएको जिल्ला पनि ताप्लेजुङ रहेको छ। करिब 3000 वटा हिमतालहरू चाहिँ रहेको छ है ताप्लेजुङमा चाहिँ। ताप्लेजुङमा करिब 3000 भन्दा बढी चाहिँ हिमतालहरू रहेको छन्। त्यसैगरी इलाम जिल्लाको विशेषता हेरौं। 8 को जिल्ला भनेर चिनिने भनेको छ। इलामलाई चाहिँ 8 को जिल्ला भनेर चिनिन्छ। त्यसैगरी यहाँ चाहिँ यो चाहिँ चिया खेतीको लागि प्रख्यात जिल्ला रहेको छ। इलाम चाहिँ चिया खेतीको लागि प्रख्यात जिल्ला हो। एक गाउँ एक उत्पादनमा कृषि पर्यटन र किवी खेती चाहिँ गरिएको थियो।
त्यसैगरी इलाममा चाहिँ चुलाचाली काण्ड घटेको जिल्ला हो। यो चाहिँ सूर्योदय दर्शनीय स्थल श्री अन्तु पनि इलाम जिल्लामा पर्छ। सूर्योदय चाहिँ सबभन्दा पहिला दर्शन गर्ने ठाउँ चाहिँ कहाँ रहेको छ भन्दा इलामको श्री अन्तुमा रहेको छ। त्यसैगरी चिया क्षेत्र बढी भएको जिल्ला है, चिया उत्पादन बढी हुने जिल्ला पनि इलाम रहेको छ। त्यसैगरी झापाको हेर्नुहोला उब्जाउ भूमि बढी भएको दोस्रो जिल्ला है। झापा चाहिँ उब्जाउ भूमि बढी भएको दोस्रो जिल्ला रहेको छ। यो चाहिँ रबर र सुपारी खेतीका लागि प्रख्यात जिल्ला रहेको छ है। रबर र सुपारी खेतीका लागि प्रख्यात जिल्ला रहेको छ। चिया बढी उत्पादन हुने जिल्ला चाहिँ झापा रहेको छ। एक गाउँ एक उत्पादनमा चाहिँ सुपारी खेती गरिएको थियो। एक गाउँ एक उत्पादनमा सुपारी खेती गरिएको थियो। त्यसैगरी तेह्रथुम हेरौँ। तेह्रथुममा चाहिँ 28 प्रजातिका गुराँस पाइने स्थान तिनजुरे मिल्के जलजले चाहिँ तेह्रथुममा पर्दछ। त्यसैगरी राडीपाखी उत्पादनको लागि प्रख्यात जिल्ला चाहिँ तेह्रथुम रहेको छ। एक गाउँ एक उत्पादनमा चाहिँ बाख्रा पालन गरिएको थियो। क्षेत्रफलको आधारमा 5औं सानो जिल्ला रहेको छ। त्यसैगरी सङ्खुवा सभाको हेर्नुहोला विश्वकै होचो अरुण उपत्यका रहेको छ भनेको छ। सङ्खुवा सभामा चाहिँ विश्वकै होचो अरुण उपत्यका रहेको छ, जसको उचाइ चाहिँ 457 मिटर रहेको छ। त्यसैगरी विश्वकै सबैभन्दा अग्लो स्थानबाट बहने नदी चाहिँ अरुण नदी पनि सङ्खुवा सभामा पर्दछ। यसरी विभिन्न पोखरीहरू चाहिँ के पर्दछ भनेर दिएको छ, तपाईहरुले सर यसलाई हेर्नुहोला। त्यसैगरी सुनसरी जिल्लामा चाहिँ महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग इटहरी रहेको छ। सुनसरीमा चाहिँ महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग इटहरी रहेको छ, 71 मिटर उचाइमा रहेको छ। एक गाउँ एक उत्पादनमा चाहिँ बेसार खेती गरिएको थियो। चतरा सिँचाइ आयोजना रहेको जिल्ला चाहिँ सुनसरी रहेको छ। त्यसैगरी मोरङ जिल्लाको हेरौँ। मोरङ जिल्लाको विशेषता चाहिँ उब्जाउ भूमि बढी भएको पहिलो जिल्ला भनेको छ। उब्जाउ भूमि बढी भएको पहिलो जिल्ला चाहिँ मोरङ रहेको छ। होचो विमानस्थल भएको जिल्ला पनि मोरङ रहेको छ है। होचो विमानस्थल भएको जिल्ला पनि मोरङ रहेको छ। त्यसैगरी धनकुटाको हेरौँ। धनकुटा चाहिँ देवशमशेर राणा भागेर गएको जिल्ला चाहिँ धनकुटा रहेको छ। त्यसैगरी सुन्तलाको लागि प्रख्यात जिल्ला भनेको छ धनकुटा चाहिँ सुन्तलाको लागि प्रख्यात जिल्ला रहेको छ। त्यसैगरी एभोगाडोको जिल्ला भनेर चाहिँ धनकुटालाई चिनिन्छ है। एभोगाडोको जिल्ला भनेर अथवा एभोगाडोको राजधानी भनेर चाहिँ धनकुटा जिल्लालाई चिनिन्छ। यो तपाईहरुलाई सोध्न सक्छ है, यो चाहिँ तपाईहरुले नबिर्सिनु होला। एभोगाडोको जिल्ला अथवा राजधानी भनेर चाहिँ धनकुटा जिल्लालाई चिनिन्छ। त्यसैगरी भोजपुर जिल्लाको हेरौँ। भोजपुर जिल्लाको चाहिँ खुकुरीको लागि प्रख्यात जिल्ला भनेको छ। खुकुरीको लागि प्रख्यात जिल्ला कुन हो भनेर सोध्यो भने चाहिँ भोजपुर रहेको छ है। खुकुरीको लागि प्रख्यात जिल्ला चाहिँ भोजपुर रहेको छ। त्यसैगरी रुद्राक्षको व्यावसायिक खेती सुरु भएको जिल्ला भनेको छ। रुद्राक्षको व्यावसायिक खेती सुरु भएको जिल्ला पनि भोजपुर रहेको छ। एक गाउँ एक उत्पादनमा चाहिँ सुन्तला खेती चाहिँ गरिएको थियो। राडीपाखी उत्पादन गर्ने जिल्ला महाभारतको दोस्रो अग्लो ट्रेम्के डाँडा भएको जिल्ला भनेर भोजपुरलाई चिनिन्छ। त्यसैगरी खोटाङको विशेषता हेरौँ। खोटाङमा चाहिँ हलेसी महादेव तीर्थस्थल भएको जिल्ला है। हलेसी महादेव चाहिँ खोटाङमा रहेको छ। तपाईहरुलाई सोधिन सक्छ हलेसी महादेव कुन जिल्लामा पर्दछ भनेर। यो चाहिँ खोटाङ जिल्लामा पर्दछ। त्यसैगरी 3वटा विमानस्थल भएको जिल्ला चाहिँ खोटाङ रहेको छ है। 3वटा विमानस्थल भएको जिल्ला चाहिँ खोटाङ रहेको छ। बराहताल छितापोखरी चाहिँ खोटाङ जिल्लामै पर्दछ। त्यसैगरी उदयपुरको हेरौँ। मकवानपुर टुक्रिएर सेन राज्य बनेको जिल्ला भनेको छ। त्यसैगरी यहाँ चाहिँ उदयपुर गढी रहेको जिल्ला है। उदयपुरमा चाहिँ उदयपुर गढी रहेको जिल्ला रहेको छ। त्यसैगरी ओखलढुङ्गाको विशेषता हेरौँ। ओखलढुङ्गा चाहिँ तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला रहेको छ। तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो भनेर सोध्यो भने ओखलढुङ्गा रहेको छ। ओखलढुङ्गामा चाहिँ एक जिल्ला एक उत्पादनमा चिराइतोको लागि प्रख्यात जिल्ला है। चिराइतोको लागि प्रख्यात जिल्ला चाहिँ ओखलढुङ्गा रहेको छ। त्यसैगरी सिद्धिचरण श्रेष्ठको जन्मभूमि है। सिद्धिचरण श्रेष्ठको जन्मभूमि चाहिँ ओखलढुङ्गा
रहेको छ। त्यसैगरी सोलुखुम्बु जिल्लाको हेरौँ, सगरमाथा भएको जिल्ला रहेको छ। सोलुखुम्बु चाहिँ सगरमाथा भएको जिल्ला रहेको छ। नेपालमा सबैभन्दा बढी गुम्बा भएको जिल्ला पनि सोलुखुम्बु रहेको छ। नेपालमा सबैभन्दा बढी गुम्बा भएको जिल्ला पनि सोलुखुम्बु रहेको छ। सगरमाथाको प्रवेशद्वार नाम्चे बजार भएको जिल्ला है, सगरमाथाको प्रवेशद्वार नाम्चे बजार भएको जिल्ला सोलुखुम्बु रहेको छ। नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्ला पनि सोलुखुम्बु रहेको छ है। तपाईहरुलाई चाहिँ सोधिन सक्छन् नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो भनेर। यसको सही उत्तर चाहिँ सोलुखुम्बु रहेको छ। मैले यस्ता विभिन्न जानकारीहरू धेरै भनेको छु, यसबाट चाहिँ धेरै क्वेशनहरू पोसिबल रहेका छन्। तपाईहरुले चाहिँ यस भिडियोलाई 2-3 पटक हेर्नुभयो भने चाहिँ यो सबै कुराहरू चाहिँ कन्ठै हुनेछ है त। अब हेरौँ कोशी प्रदेशमा अवस्थित केही नदीहरूबारे छोटो जानकारी भनेको छ। जस्तै सप्तकोशी नदी छ। सप्तकोशी नदीलाई चाहिँ कोशी नदी पनि भनेर चिनिन्छ। नेपालको सबैभन्दा ठुलो नदी हो कोशी नदी चाहिँ, अर्थात् सप्तकोशी चाहिँ नेपालको सबैभन्दा ठुलो नदी रहेको छ। यस नदीको लम्बाइ 720 किलोमिटर रहेको छ भने नेपालमा यसको लम्बाइ करिब 200 किलोमिटर रहेको छ। सप्तकोशी नदीको लम्बाइ चाहिँ टोटल 720 किलोमिटर हो भने नेपालमा चाहिँ यसको लम्बाइ करिब 200 किलोमिटर रहेको छ। यो नदीले सबैभन्दा बढी स्थान परिवर्तन गर्छ। एसिया महादेशको दोस्रो सबैभन्दा बढी बालुवा बोक्ने नदी पनि रहेको छ है। एसिया महादेशको बढी बालुवा बोक्नेमा चाहिँ दोस्रो नदी चाहिँ सप्तकोशी नदी पर्दछ। यस नदीको बहाव क्षमता 1564 घनमिटर प्रति सेकेन्ड रहेको छ। यस नदीको 7 वटा सहायक नदीहरू चाहिँ लिखु, दुधकोशी, तामाकोशी, अरुण, तमोर, इन्द्रावती र सुनकोशी गरी 7 वटा सहायक नदीहरू रहेका छन्। जसमध्ये ठुलो सहायक नदी चाहिँ अरुण रहेको छ भने सानो सहायक नदी चाहिँ लिखु रहेको छ है। तपाईहरुलाई यो चाहिँ धेरै पटक सोधिसकेको प्रश्न हो। सप्तकोशी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो भनेर सोध्यो भने चाहिँ अरुण नदी रहेको छ भने सानो सहायक नदी कुन हो भन्यो भने चाहिँ लिखु नदी रहेको छ। त्यसैगरी कोशी नदीको नामाकरण चाहिँ कौशिक ऋषिको नामबाट राखिएको हो है। कोशी नदीको नामाकरण चाहिँ कौशिक ऋषिको नामबाट चाहिँ राखिएको हो। त्यसैगरी कोशी नदीलाई भारतमा पुगेपछि दामोदर नदी, बिहारको दुख र शोक नदी जस्ता उपनामले चिनिन्छ है। कोशी नदीलाई चाहिँ भारतमा पुगेपछि दामोदर नदी, बिहारको दुख र शोक नदी भनेर चिनिन्छ। कोशी नदी भारतमा प्रवेश गरेपछि कर्सेला भन्ने स्थानमा पुगेर गंगा नदीमा मिसिन्छ है। यो कोशी नदी चाहिँ भारतमा पुगेपछि गंगा नदीमा गएर मिसिन्छ। त्यसैगरी अरुण नदी सप्तकोशी नदीको सबैभन्दा ठुलो सहायक नदी, संसारको सबैभन्दा अग्लो स्थानबाट बग्ने नदी पनि अरुण नदी रहेको छ। तपाईहरुले सोधिन सक्छ संसारको अथवा विश्वको सबैभन्दा अग्लो स्थानबाट बग्ने नदी कुन हो भनेर सोधिन सक्छ। यसको सही उत्तर रहेको छ अरुण नदी है। अब भोटमा मूल भएको नदी हो। अरुण नदी सङ्खुवासभा जिल्लाको किमाथाङ्काबाट नेपाल प्रवेश गरेको छ भनेको छ। यो नदीको उद्गम स्थल चाहिँ तिब्बत हो। यस नदीको पौराणिक नाम महाप्रभा हो। अरुण नदीको चाहिँ पौराणिक नाम चाहिँ के रहेको छ? महाप्रभा रहेको छ। त्यसैगरी तमोर नदीको चाहिँ ओलाङचुङ्गोला घाटीबाट नेपाल प्रवेश गरेको एकमात्र नदी रहेको छ। यस नदीको संस्कृत नाम चाहिँ दुखधी रहेको छ है। अरुण र तमोर टाक्सिलमा मिसिन्छन् भने त्रिवेणी घाटमा सुनकोशी नदीसँग मिसिन्छ। त्यसैगरी विभिन्न नदीहरूको अन्य इन्फर्मेसनहरू हेर्नुहोला। कन्काई नदी, मेची नदीहरूको चाहिँ इन्फर्मेसन दिएको छ। त्यसैगरी कोशी प्रदेशका जिल्लाहरूको छोटो जानकारी भनेर दिएको छ। विभिन्न जिल्लाहरूको सदरमुकाम कहाँ हो र प्रत्येक जिल्लाको क्षेत्रफल वर्ग किलोमिटरमा कति रहेको छ, कतिवटा स्थानीय तहहरू रहेका छ भनेर चाहिँ यहाँ विभिन्न जानकारीहरू दिएको छ विभिन्न जिल्लाहरूको। तपाईहरुले चाहिँ यसलाई सरर अध्ययन गर्न सक्नुहुन्छ। जस्तै पाँचथर जिल्लाको चाहिँ सदरमुकाम फेदिम रहेको छ र क्षेत्रफल चाहिँ 1241 वर्ग किलोमिटर रहेको छ भने पाँचथर जिल्लामा रहेका स्थानीय तहहरू मध्ये चाहिँ एउटा नगरपालिका रहेको छ, 7 वटा चाहिँ
गाउँपालिका रहेको छ। यसरी तपाईहरुले चाहिँ विभिन्न जिल्लाहरूको बारेमा हेर्न सक्नुहुन्छ। जस्तै सोलुखुम्बु जिल्लाको हेरौं। सोलुखुम्बु जिल्लाको सदरमुकाम चाहिँ सल्लेरी रहेको छ र यसको क्षेत्रफल चाहिँ 3312 वर्ग किलोमिटर रहेको छ भने यो जुन स्थानीय तहहरू चाहिँ एउटा नगरपालिका 7 वटा गाउँपालिका रहेको छ। जस्तै तेह्रथुमको हेरौं। सबैभन्दा क्षेत्रफलमा चाहिँ सानो जिल्ला तेह्रथुम, यसको सदरमुकाम चाहिँ म्याङलुङ रहेको छ र क्षेत्रफल जम्मा 679 वर्ग किलोमिटर रहेको छ भने जम्मा स्थानीय तहहरू चाहिँ 2टा नगरपालिका र 4 वटा गाउँपालिका रहेको छ। यसरी विभिन्न जिल्लाहरूको बारेमा चाहिँ तपाईहरुले अध्ययन गर्नुहोला। यसलाई चाहिँ स्क्रिनशट गर्नुहोला अर्थात् आफ्नो नोटमा उतार्नु भयो भने तपाईहरुलाई पछि हेर्न सजिलो हुनेछ। त्यसैगरी जनसंख्या हेरौं। 2078 को जनगणना अनुसार चाहिँ विक्रम सम्वत 2078 को राष्ट्रिय जनगणना अनुसार जनसंख्या कति रहेको छ भन्दा 49,61,412 जना रहेको छ, जसमा पुरुषको जनसंख्या चाहिँ 24,17,328 जना अर्थात् 48.72% रहेको छ र महिलाको जनसंख्या चाहिँ 25,44,084 जना रहेको छ, जुन चाहिँ 51.28% रहेको छ। है पुरुषको भन्दा महिलाको जनसंख्या चाहिँ बढी रहेको छ र कोशी प्रदेशको जनघनत्व चाहिँ 192 जना प्रति वर्ग किलोमिटर रहेको छ। कोशी प्रदेशको जनघनत्व चाहिँ 192 जना प्रति वर्ग किलोमिटर रहेको छ र धेरै जनघनत्व भएको जिल्ला चाहिँ सुनसरी रहेको छ 737 जना प्रति वर्ग किलोमिटर र कम जनघनत्व भएको जिल्ला चाहिँ सोलुखुम्बु रहेको छ 12 जना प्रति वर्ग किलोमिटर। त्यसैगरी जनसंख्या वृद्धि दर चाहिँ 0.86% रहेको छ। है कोशी प्रदेशको जनसंख्या वृद्धि दर चाहिँ 0.86% रहेको छ। बढी जनसंख्या वृद्धि दर भएको जिल्ला चाहिँ झापा रहेको छ 1.97% जनसंख्या वृद्धि दर रहेको छ। सबैभन्दा बढी जनसंख्या वृद्धि दर भएको जिल्ला चाहिँ झापा रहेको छ भने कम जनसंख्या वृद्धि दर भएको जिल्ला चाहिँ खोटाङ रहेको छ। है कम जनसंख्या वृद्धि दर भएको जिल्ला चाहिँ खोटाङ रहेको छ, जसको जनसंख्या वृद्धि दर चाहिँ ऋणात्मक रहेको छ 1.56%। त्यसैगरी लैंगिक अनुपात रहेको छ 95.02। है लैंगिक अनुपात चाहिँ 95.02 रहेको छ। कुल अन्य लिङ्गी मध्ये कोशी प्रदेशमा 10.4% रहेका छन्। परिवारको औसत आकार चाहिँ 4.16 जना रहेका छन्। है परिवारको औसत आकार 4.16 जना रहेका छ। तपाईहरुलाई सोधिन सक्छ तपाईहरुलाई के सोधिन सक्छ भन्दा 2078 को जनगणना अनुसार कोशी प्रदेशको परिवारको औसत आकार कति जना रहेको छ भनेर सोध्न सक्छ। यसको सही उत्तर चाहिँ 4.16 जना रहेको छ। त्यसैगरी सबैभन्दा बढी औसत आकार भएको जिल्ला चाहिँ सुनसरी रहेको छ। सबैभन्दा कम औसत आकार भएको जिल्ला इलाम रहेको छ। नगरपालिकाको जनसंख्या 62.4% रहेको छ। गाउँपालिकाको जनसंख्या 27.6% रहेको छ। बढी जनसंख्या भएको जिल्लाहरू चाहिँ पहिलो मोरङ, दोस्रो झापा र तेस्रो सुनसरी रहेको छ। कम जनसंख्या भएको जिल्लाहरू पहिलो तेह्रथुम, दोस्रो सोलुखुम्बु र तेस्रो ताप्लेजुङ रहेको छ। कोशी प्रदेशमा चाहिँ हाल 3 वटा विश्वविद्यालयहरू रहेका छन्। कोशी प्रदेशमा हाल 3 वटा विश्वविद्यालयहरू रहेका छन्, जसमा चाहिँ पूर्वाञ्चल विश्वविद्यालय मोरङमा रहेको छ, मनमोहन विश्वविद्यालय मोरङमा रहेको छ र विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय भोजपुर र सङ्खुवासभामा रहेको छ। यो चाहिँ यसरी 3 वटा विश्वविद्यालयहरू चाहिँ कोशी प्रदेशमा रहेको छ। त्यसैगरी कोशी प्रदेशमा चाहिँ 5 वर्ष वा सो भन्दा बढी उमेरका चाहिँ साक्षरता दर 79.9% रहेको छ। 5 वर्ष वा सो भन्दा बढी उमेरका साक्षरता दर चाहिँ 79.9% रहेको छ। पुरुषको साक्षरता दर चाहिँ 86.1% रहेको छ भने महिलाको साक्षरता दर चाहिँ 73.6% रहेको छ।
त्यस्तै गरी यस्ता विभिन्न जानकारीहरू दिएको छ, तपाईहरूले यसलाई हेर्न सक्नुहुन्छ। यो सबै एक्सप्लेन गर्दाखेरि चाहिँ भिडियो एकदमै लामो हुन्छ, त्यसैले तपाईहरूले चाहिँ भिडियोलाई रोकेर एकचोटि हेर्नुहोला। त्यसै गरी कोशी प्रदेशमा रहेका सङ्ग्रहालय भनेको छ। कोशी प्रदेशमा चाहिँ के सङ्ग्रहालय रहेका छन् भन्दा सुनसरी जिल्लामा चाहिँ थारू सङ्ग्रहालय, आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालय, एलम्बर सङ्ग्रहालय, माझी सङ्ग्रहालय, काव्य वाटिका सङ्ग्रहालय रहेका छन्। त्यसै गरी झापामा चाहिँ राजवंशी सङ्ग्रहालय, जातीय सङ्ग्रहालय, कोच राजवंशी जातिको सङ्ग्रहालय रहेको छ। त्यसै गरी इलाममा चाहिँ लेप्चा सङ्ग्रहालय रहेको छ। पाँचथरमा चाहिँ हिलिहाङ सङ्ग्रहालय रहेको छ। त्यस्तै गरी यी विभिन्न जिल्लाहरूमा रहेका विभिन्न सङ्ग्रहालयको बारेमा दिएको छ। जस्तै मदन भण्डारी सङ्ग्रहालय चाहिँ मोरङ जिल्लामा रहेको छ। मोरङ जिल्लामा थारू सङ्ग्रहालय, किराँत सङ्ग्रहालय, मस्टो सङ्ग्रहालय रहेको छ। त्यसै गरी ओखलढुङ्गामा चाहिँ सिद्धिचरण सङ्ग्रहालय रहेको छ। यस्ता विभिन्न सङ्ग्रहालय चाहिँ तपाईँहरूले एकपटक हेर्नुहोला। त्यसै गरी कोशी प्रदेशमा अवस्थित दुईवटा राष्ट्रिय निकुञ्जहरू चाहिँ सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु बरुड राष्ट्रिय निकुञ्ज रहेको छ। सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना चाहिँ विक्रम सम्वत 2033 सालमा भएको हो भने मकालु बरुड राष्ट्रिय निकुञ्जको स्थापना चाहिँ विक्रम सम्वत 2048 सालमा भएको हो। त्यसै गरी कोशी प्रदेशमा रहेका वन्यजन्तु आरक्षित क्षेत्र र संरक्षण क्षेत्रहरूमा चाहिँ कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र र कञ्चनजङ्घा संरक्षण क्षेत्र रहेका छन्। कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्रको स्थापना चाहिँ विक्रम सम्वत 2032 सालमा भएको हो र यसको क्षेत्रफल चाहिँ 175 वर्ग किलोमिटर रहेको छ। र कञ्चनजङ्घा संरक्षण क्षेत्रको चाहिँ स्थापना विक्रम सम्वत 2054 सालमा भएको हो। यो संरक्षण क्षेत्रको क्षेत्रफल चाहिँ 2035 वर्ग किलोमिटर रहेको छ। त्यसै गरी नेपालको 10 वटा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रमध्ये कोशी प्रदेशमा 3 वटा रहेका छन् है। तपाईँहरूलाई सोधिन सक्छ 10 वटा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रहरूमध्ये कोशी प्रदेशमा चाहिँ कतिवटा क्षेत्रहरू रहेका छन् भनेर सोधिन सक्छ। यो चाहिँ 3 वटा रहेका छन्, जसमध्ये कोशीटप्पु वन्यजन्तु आरक्ष्य, माईपोखरी र गोक्योताल गरेर 3 वटा चाहिँ संरक्षित क्षेत्रहरू चाहिँ रहेका सिमसार क्षेत्रहरू चाहिँ रामसार सूचीमा सूचीकृत गरिएको छ। कोशी प्रदेशमा रहेका विमानस्थलहरूको बारेमा हेरौँ। कोशी प्रदेशमा रहेका विमानस्थलहरूको बारेमा चाहिँ खोटाङ जिल्लामा लामीडाँडा विमानस्थल, मनमाया विमानस्थल, थामाखर्क विमानस्थल रहेको छ। त्यसै गरी झापामा भद्रपुर विमानस्थल, मोरङमा चाहिँ विराटनगर विमानस्थल नेपालको सबैभन्दा होचो विमानस्थल रहेको छ है। नेपालको सबैभन्दा होचो विमानस्थल कुन हो र कुन जिल्लामा रहेको छ भनेर तपाईँहरूलाई सोध्न सक्छ। सबभन्दा होचो विमानस्थल चाहिँ विराटनगर विमानस्थल रहेको छ र यो चाहिँ मोरङ जिल्लामा पर्दछ। त्यसै गरी हेर्न सक्नुहुन्छ सोलुखुम्बुमा चाहिँ तेन्जिङ हिलारी विमानस्थल, स्याङबोचे विमानस्थल, फाफ्लु र काँगेनडाँडा विमानस्थल गरेर चाहिँ नेपालको चाहिँ सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला चाहिँ सोलुखुम्बु रहेको छ। सोलुखुम्बु नेपालको सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला हो, जसमा चाहिँ यी विभिन्न विमानस्थलहरू रहेका छन्। त्यसै गरी कोशी प्रदेशमा रहेका केही गढीहरू भनेको छ। अब यो चाहिँ हतुवा गढी चाहिँ भोजपुरमा रहेको छ, उदयपुर गढी चाहिँ उदयपुरमा रहेको छ, चौडण्डी गढी उदयपुरमा, च्याङथाफु गढी चाहिँ पाँचथरमा है। विभिन्न गढीहरूको बारेमा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरी कोशी प्रदेशमा रहेका केही हिमालहरू भनेर दिएको छ। सगरमाथा, यो तपाईँहरू सबैलाई थाहा छ, 8848.86 मिटर चाहिँ उचाइ रहेको छ। सोलुखुम्बु जिल्लामा पर्छ र यो चाहिँ खुम्बु अथवा महालङ्गुर हिमश्रृङ्खला अन्तर्गत पर्दछ। त्यसै गरी कञ्चनजङ्घा हिमाल, यो चाहिँ नेपालको दोस्रो, विश्वको तेस्रो हिमाल रहेको छ। 8586
मिटर चाहिँ यसको उचाइ रहेको छ र कञ्चनजङ्घा चाहिँ ताप्लेजुङ जिल्लामा पर्दछ र यो चाहिँ कञ्चनजङ्घा हिम श्रृङ्खला अन्तर्गत पर्दछ। त्यसैगरी लोत्से हिमाल रहेको छ 8516 मिटर यसको उचाइ रहेको छ। यो चाहिँ सोलुखुम्बु जिल्लामा पर्दछ र खुम्बु अथवा महालङ्गुर हिम श्रृङ्खला अन्तर्गत पर्दछ। यसरी तपाईहरुले चाहिँ विभिन्न हिमालहरूको चाहिँ उचाइ कति कति छ र कुन कुन जिल्लामा पर्दछ र कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ भनेर चाहिँ अध्ययन गर्नु होला। यो चाहिँ तपाईहरुलाई एक्जाममा सोधिन सक्छ। अब यहाँ हेर्न सक्नुहुन्छ ओभिओपी प्रो कार्यक्रम अन्तर्गत सञ्चालित जिल्लाहरू भनेको छ वान भिलेज वान प्रोग्राम कार्यक्रम अन्तर्गत चाहिँ सञ्चालित जिल्लाहरू भोजपुरमा चाहिँ सुन्तला, झापामा सुपारी, ताप्लेजुङमा अलैची, सुनसरीमा बेसार, इलाममा किवी खेती र 5 थरमा चाहिँ अकबरे खुर्सानी है। यी कुराहरू चाहिँ तपाईहरुले सम्झिनु होला। कुन कुन जिल्लाहरूमा चाहिँ कुन कुन खेतीहरू चाहिँ गरिएको थियो वान भिलेज वान प्रोग्राम अन्तर्गत है। एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत चाहिँ कुन कुन जिल्लामा के खेतीहरू गरिएको थियो भनेर चाहिँ तपाईहरुले सम्झिनु होला। त्यसैगरी कोशी प्रदेशको वन क्षेत्र हेर्नु होला। नेपालको कुल वन क्षेत्रमध्ये सबैभन्दा बढी वन क्षेत्र कोशी प्रदेशमा रहेको छ। प्रदेशको कुल भूभागको कुल वन चाहिँ 50.48% हेर्नु त झन्डै आधा भन्दा धेरै भूभाग चाहिँ वनले ओगटेको छ। वन क्षेत्र चाहिँ 46.24%, बुट्यान चाहिँ 4.24% रहेको छ। त्यसैगरी सामुदायिक वनसङ्ख्या चाहिँ 3720 रहेको छ। कबुलियती वनसङ्ख्या चाहिँ 1211 रहेको छ। निजी वनसङ्ख्या 2077 रहेको छ। धार्मिक वनसङ्ख्या चाहिँ 46 रहेको छ भने अन्य वनसङ्ख्या चाहिँ 6 वटा रहेको छ। कोशी प्रदेशमा रहेको जम्मा वनसङ्ख्या चाहिँ 7060 रहेको छ। त्यसैगरी खनिज पाइने ठाउँहरू हेरौं। जस्तै खरी चाहिँ भोजपुर र खोटाङ जिल्लामा पाइन्छ। चुनढुङ्गाको लागि प्रसिद्ध चाहिँ धनकुटा रहेको छ। त्यसैगरी अवरख पाइने भनेको चाहिँ भोजपुरमा हो भने तामा पाइने चाहिँ इलाम डाँडामा, तामा ओखलढुङ्गामा, चुनढुङ्गा मोरङमा। त्यसैगरी सुन चाहिँ सुनकोशी नदी किनारमा, म्याग्नेसाइट चाहिँ उदयपुरको कम्पुघाटमा चाहिँ पाइन्छ। अब हेरौं कोशी प्रदेशको आर्थिक सर्वेक्षणको केही महत्त्वपूर्ण तथ्याङ्कहरू भनेर दिएको छ। अब 1 नम्बरमा छ कोशी प्रदेशको आर्थिक अवस्था। कोशी प्रदेशको आर्थिक वृद्धि दर चाहिँ 3.36% रहने अनुमान छ। संघीयता कार्यान्वयनको 7 वर्षमा कोशी प्रदेशको औसत आर्थिक वृद्धि 3.82% रहेको छ। त्यसैगरी कोशी प्रदेशको कुल गृहस्थ उत्पादनमा चाहिँ क्षेत्रगत योगदानहरू चाहिँ कति रहेका छन् भन्दाखेरि कृषि क्षेत्रको योगदान चाहिँ 34.1% रहेको छ। उद्योग क्षेत्रको चाहिँ 16.1% रहेको छ। त्यसैगरी सेवा क्षेत्रको योगदान चाहिँ 49.9% रहेको छ। यो चाहिँ तपाईहरुलाई सोधिन सक्छ। त्यसैगरी प्रति व्यक्ति कुल गृहस्थ उत्पादन चाहिँ 1401 अमेरिकी डलर पुग्ने अनुमान रहेको छ। प्रति व्यक्ति कुल गृहस्थ उत्पादन चाहिँ 1401 अमेरिकी डलर पुग्ने अनुमान रहेको छ। त्यसैगरी कोशी प्रदेशमा गरिबीको दर चाहिँ 17.2% रहेको छ। कोशी प्रदेशमा गरिबीको दर चाहिँ कति रहेको छ भन्दा 17.2% रहेको छ। त्यसैगरी कृषितर्फ हेरौं। राष्ट्रिय कृषि उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा बढी 21.5% रहेको छ। प्रमुख खाद्यान्न बालीहरू चाहिँ धान, मकै, गहुँ, कोदो, फापर, जौ है। धान चाहिँ 1 नम्बरमा रहेको छ। कोशी प्रदेशको खेतीयोग्य जमिन मध्ये 37.3% जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुगेको छ। त्यसैगरी उद्योगतर्फ हेरौं। कोशी प्रदेशमा चाहिँ हाल कतिवटा भन्दाखेरि 9 वटा औद्योगिक क्षेत्रहरू चाहिँ रहेका छन्। 9 वटा औद्योगिक क्षेत्रहरू रहेका छन्।
त्यसैगरी वन तथा वातावरणमा हेर्दाखेरि चाहिँ कोशी प्रदेशमा कुल 7060 वटा वन क्षेत्रहरू रहेका छन्। त्यसैगरी 2 वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा संरक्षण क्षेत्र र 3 वटा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रहरू रहेका छन्। यसैगरी व्यापारको कुरामा चाहिँ कोशी प्रदेशमा 7 वटा भन्सार र 34 वटा छोटी भन्सार कार्यालयहरू रहेका छन्। यस्ता विभिन्न जानकारीहरू तपाईहरुले चाहिँ यसलाई सरर अध्ययन गर्नुहोला। त्यसैगरी केही सामाजिक तथ्याङ्कहरू रहेको छ। कोशी प्रदेशको साक्षरता दर 79.7% रहेको छ। कोशी प्रदेशको साक्षरता दर चाहिँ 79.7% रहेको छ। कोशी प्रदेशको सबै जिल्ला साक्षर घोषित भइसकेका छन्। कोशी प्रदेशमा 6962 वटा विद्यालय रहेका छन्। जनगणना 2068 अनुसार कोशी प्रदेशको औसत आयु 70.4 वर्ष रहेको छ। यो चाहिँ 2078 हो। जनगणना 2078 अनुसार चाहिँ कोशी प्रदेशको औसत आयु 70.4 वर्ष रहेको छ। नवजात शिशु मृत्युदर प्रति 1000 जीवित जन्ममा 19 रहेको छ। 1666 स्वास्थ्य संस्थाहरू रहेका छन्। जनसङ्ख्याको कुराहरू छ। जनसङ्ख्याको कुरा चाहिँ हामीले अघि पनि जनगणनाको तथ्याङ्कमा हेरिसक्यौं। हवस् त साथीहरू, कोशी प्रदेश विशेष विभिन्न जानकारीहरू यति नै रहेको छ। भिडियो तपाईलाई कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला र लोकसेवा तयारी गरेर बस्नुभएको तपाईहरुको सम्पूर्ण साथीहरूलाई यो भिडियो शेयर गरिदिनु होला। भिडियो सम्बन्धी केही सुझाव सल्लाह छ भने कमेन्ट सेक्सनमा राखिदिनु होला र अन्य प्रदेशहरूको पनि प्रदेश विशेष भिडियो हेर्न चाहनुहुन्छ भने च्यानलमा गएर भिजिट गर्नु होला। प्रदेश विशेष जानकारी भन्ने प्लेलिस्ट रहेको छ। त्यो प्लेलिस्टमा चाहिँ तपाईहरुले सम्पूर्ण प्रदेशहरूको जानकारी सम्बन्धी भिडियो पाउनुहुनेछ। आजको भिडियो चाहिँ यति नै रहेको छ। विश यू अल द बेस्ट एभ्रीवान। थ्यांक यू। थ्यांक्स फर वाचिङ दिस भिडियो।